कहिले अहिले भर्खर तपाईँ के भन्नुहुन्छ म त के गर्नु अचानक लड्यो यो भित्र खसियो भने त्यहाँ खस्यो भने त खस्यो नि अब के अब त्यहाँबाट निस्किने उपाय गर्दा म चाहिँ अब तपाईँहरू के एउटा खुट्टामा सवायो भने चाहिँ राउन्ड किक हानिदिने हो अनि दुईटैको साथ अचानक पानी हो दुईटै खुट्टामा अब समाएर लग्यो भने चाहिँ त्यसलाई के गर्नुपर्छ भने पुरा हातले घुमारिदिनु पर्ला ल यो भुलुनले नभुलुन है यो ब्लग गरेपछि चाहिँ के बदाम खाएको भुलुनले नभुलुन होइन भाइ म एउटा कुरा सोच्छु ल भन्नु न तपाईँ एउटा के भन्छ नि ढलको नालीभित्र लड्नुभयो भने अचानक लड्नुभयो भने के भन्नुहुन्छ अरे अचानक लड्यो भने गर्नुपर्छ अलि एक्सप्रेसन देऊ न होइन अर्को सोध्छु म तपाईँ होइन ल तपाईँले एउटा क्वेसन सोध्छु ल म हजुर तपाईँलाई अचानक एउटा मान्छेले आएर हजुर तपाईँ खुट्टामा तानेर उता लग्यो भने तपाईँ के गर्नुहुन्छ म त खुट्टामा छुनै दिन्न हाम्रो चाहिँ यो गल्छी बजारमा चाहिँ एमएनओको कार्यक्रममा चाहिँ हामी अब सुन्तला चाहिँ खाइसक्यो भ्लग चाहिँ बनाउन सकिएन अब दिदीले चाहिँ यहाँ बदाम चाहिँ ल्याउनु भएको रहेछ अब बदाम खाएको चाहिँ अब हामी भ्लग बनाउँछौँ अनि हाम्रो मामाहरू पनि हुनुहुन्छ यहाँ काकाहरू सबैजना जय मङ्गल युट्युबर हाल युट्युबर मलाई फेरि अरू सबैले देखाएर मलाई चाहिँ देखाउन बिर्सेला फेरि मैले होइन सम्झाउनु भयो धेरै धेरै धन्यवाद खानु पर्यो त अब ल 50 रुपियाँमा माना रहेछ म त सस्तै लाग्यो है यो अब यहाँ ल बदाम त फुटाउन सक्दैन जस्तो के खानु बदाम ल यो भुलुनले नभुलुन है यो भ्लग गरेपछि चाहिँ के बदाम खाएको भुलुनले नभुलुन होइन भाइ म एउटा कुरा सोच्छु ल भन्नु न तपाईँ एउटा के भन्छ नि ढलको नालीभित्र लड्नुभयो भने अचानक लड्नुभयो भने के भन्नुहुन्छ अरे अचानक लड्यो भने गर्नुपर्छ अलि एक्सप्रेसन देऊ न होइन अर्को सोध्छु म तपाईँ होइन ल तपाईँले एउटा क्वेसन सोध्छु ल म हजुर तपाईँलाई अचानक एउटा मान्छेले आएर हजुर तपाईँ खुट्टामा तानेर उता लग्यो भने तपाईँ के गर्नुहुन्छ म त खुट्टामा छुनै दिन्न होइन अचानक तान्यो अचानक तपाईँलाई दुईटै खुट्टामा मात्र गरेर तान्यो के दुईटै खुट्टामा समायो भने एउटा खुट्टामा समायो भने चाहिँ राउन्ड किक हानिदिने हो अनि दुईटैको साथ अचानक पानी हो दुईटै खुट्टामा अब समाएर लग्यो भने चाहिँ त्यसलाई के गर्नुपर्छ भने पुरा हातले घुमारिदिनु पर्ला